आज माइती घर मण्डलामा जेनजीको शान्तिपूर्ण आन्दोलन भइरहेको छ। तपाईहरु देख्न सक्नुहुन्छ जेनजीहरुले आफ्नो माग पुरा गर्नको लागि शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। यहाँ सशस्त्र नेपाल प्रहरीको अगाडि स्कटिङ छ। यहाँ मान्छेलाई समाति पनि सकेका रहेछन्। मान्छे समातिसकेका रहेछन्। त्यहाँ पत्रकारहरूले इन्टरभ्यू लिइरहनु भएको छ। फोहोरमा हालिदिइसक्नु भएको छ। देख्न सक्नुहुन्छ यहाँ जेनजी बस समूहलाई समातिसकेका छन्। जेनजी समूहलाई समातेर यहाँ देख्न सक्नुहुन्छ जेनजी समूहलाई समातेर प्रहरीले खोरमा जागिदिसकेको छ। नेपाल प्रहरीको टोली छ भने यो शान्तिपूर्ण आन्दोलन अहिले कोही पनि हुनुहुन्न। आन्दोलन हटिसकेको छ। आन्दोलन सखाप भइसकेको छ। आन्दोलनमा कोही हुन्न। माइती घर मण्डला सखाप भइसकेको छ। नेपाल प्रहरीले जेनजी समूहलाई हटाइसकेको छ। यतातिर नेपालको झन्डा बेच्नेहरूले पनि झन्डा बिकेको छैन भनेर गुनासो गरिरहनु भएको छ। देख्न सक्नुहुन्छ अहिले माइती घर मण्डला सखापमा छ।